हरिओम। आध्यात्मले दिएको उपहार पस्कने क्रममा पार्ट 2 ध्यान। सङ्गीतको धुनमा गुन्जी योग ध्यान गर्न पाउँदा आहा आहा रमाइलो छ भनी आत्मा शुद्ध पार्दा कता कता मुस्कानले सगरमाथा छोए जस्तो हिमचुलीको हिउँ जस्तै आनन्दित मन कस्तो हिमचुलीको हिउँ जस्तै आनन्दित मन कस्तो तालीसँगै गुन्जिएको क्रान्ति बिहान हाम्रो हो यो तेरो मेरो होइन भन्ने भावनाको दियो बलो ऊर्जा शक्ति बनी मेरो शरीरमा छिरिदियो अशान्तिको मनको व्यथा सारा चुडी लागिदियो अशान्तिको मनको व्यथा सारा चुडी लागिदियो शून्यताको आँचलभित्र मलाई पनि बेरी राख्दा उडी जाउँ भन्ने भाव आइदिँदा एकत्रित मनले यो शान्ति खोजी खोजी हिँड्दा सारा संसार छोडिदिन्छु अर्को संसार पुगिदिन्छु सारा संसार छोडिदिन्छु मनको संसार डुलिदिन्छु उज्यालोको सामिप्यमा फुलै फुलै भरिदिन्छु एकान्तको वनभित्र एक्लै एक्लै पसिदिन्छु जब तिम्रो मुस्कानले भरिएको याद आउँछ समुद्रको छाल सरी तिनै मुस्कान भरि आउँछ समुद्रको छाल सरी तिनै मुस्कान भरि आउँछ यिनै यादको सामिप्यमा अस्तित्वलाई गुमाइदिन्छु शान्त शीतल छहारीमा आफ्नो आत्मा फर्काइदिन्छु ओमकारको ध्वनि जस्तै लामो जीवन बिताइदिन्छु आहा आहा ध्वनिसँगै पुनर्जन्म फर्काइदिन्छु आहा आहा ध्यान ध्वनिसँगै पुनर्जन्म फर्काइदिन्छु। हरिओम। यो चाहिँ मैले आध्यात्म गएको लगभग 22 दिनपछि आफै प्रस्फुटित भएका शब्दहरू हुन् र यो चाहिँ मैले 2081 3/11 लेखेको हो। हस् सुनेर प्रतिक्रिया दिनुहोला। धन्यवाद।